50 करोड यसको त हैन मूल्य त छैन के हेर्नु न ओहो गोल्डन प्ले बटन है काठमाडौँ सिटीलाई बाई बाई गर यस्तो के प्रोटिनहरु खानु पर्थ्यो यहाँ छैन घर घर हो प्रोटिनहरु घर के को प्रोटिन खान्छ ल मैले अलि बाख्रो दुन्छु बोके त नदर त ठुलो युट्युबर बनिसक्यो हैन जहाँको माहौल बन्छ भिड हुन्छ पुरा क्राउड धेरै हुन्छ त्यही बन्सर बोला खानु केटालाई हैन टक्क घरे गएर ज्यानस्यान बना बिहोरेको म बिहोर चाहिँ कति खर्च लाग्छ भनेर पठाएको थिएँ अहिले चाहिँ खै 1 रुपैयाँ गर्दा देखान कति दिया थिस रे ल आजलाई तेरो ड्युटी भयो भोलितिर आजलाई बाइ बाइ गर्दै ल जी गुरु जी सर हेलो गाइज वेलकम ब्याक टु माई थाहा लाग्छ सबैजना सन्चै अनि आरामी हुन्छ है न्यू भिडियोको साथमा हजुरको थाहा फेरि हाजिर भइसक्छ अनि के छ त हाम्रो जनताहरूको हालखबर सबैजना ठिक एन्ड फाइन हुनुहुन्छ होला है म पनि ठिकठाक अनि हामी चाहिँ आज होइन टक्क ओहो भान्जे हो आज हामी कहाँ जानु लाग्यो रे साथी हो थाहा भ्लग चाहिँ अब गाउँ फर्किनु लाग्यो काठमाडौँमा बस्दै होइन अब गाउँमा गएर रमाइलो हामी नि त अनि टक्क फाँटी तर्काल त्यही भएर आज चाहिँ गाउँ हिँड्न लागेको हाम्रो चाहिँ बेलुकाको अहिले कति 4 बजेको छ हाम्रो चाहिँ 6 बजेको गाडी छ टक्क हाम्रो चाहिँ टक्क झोलासोला नि प्याक भइसक्यो अनि हजुरको थाहा भ्लगको माल देखाउँछु 50 करोडको माल होइन 50 करोड यसको त होइन मूल्य त छैन के हेर्नु न ओहो गोल्डन प्ले बटन है मेरो चाहिँ काठमाडौँ थियो पहिलेदेखि यो चाहिँ यो पनि लिएर जान्छु म अहिले चाहिँ अनि हजुरहरूलाई देखाउँछु मेरो गोल्डन प्ले बटन म घरै गएर देखाउँछु हजुरहरूलाई ओपनिङ चाहिँ घरै गएर गराउँछु टक्क होइन मेरो मुटुको टुक्रो यहाँ छ यो हो नि त टक्क ओपनिङ चाहिँ हाम्रो घरतिर गएर गर्नुपर्ने हुन्छ अब चाहिँ हामी चाहिँ घरतिर निक्लिनु लाग्यो हाम्रो चाहिँ 6 बजेको गाडी छ अनि आउँदाखेरि फ्लाइटमा आएको थियो अहिले चाहिँ पहिला आकाश अहिले गुडेर जान्छ थाहा होला अनि के छ थाहा भन्दाखेरि घर जानु लाग्यो कस्तो भयो हो इक्जाम कस्तो भयो त भान्जा चाहिँ हाम्रो आजदेखि इक्जाम भ्यायो अनि आज इक्जाम भ्यायो अनि आजै कुद्नु लागेको घरतिर गाउँतिर हो कि नै कस्तो जाने कि नजाने गर जाने इक्जाम कस्तो भयो त आजसम्मको हो फेरि जत्रो सुक्यो मोबाइल के जत्रो सुक्यो मोबाइल त्यही नि हो साथी हो हामी चाहिँ अब यहाँ निल्नुपर्ने छ ठुलबा अनि उसलाई किन देखाएन भन्नु होला ठुलबा चाहिँ अलिक पछि नै आउनुहुन्छ होइन अनि त्यहाँ चाहिँ अब अलि दिन पछि फेरि हस्पिटल जानुपर्ने छ अनि त्यहाँ जचाएर गएर अनि बल्ल ठुलबा हुन्छ म चाहिँ अघि नै निक्लिनु लागेको अनि अहिले चाहिँ ठुलबा टक्क खुट्टा तन्काउन शरीर तन्काउनलाई बाहिरतिर घुम्न जानुभयो अहिले चाहिँ भान्जा म अनि दाइ चाहिँ माथि हुनुहुन्छ अनि हामी चाहिँ यहाँबाट निक्लिन्छौँ दाइ छोड्न जानुहुन्छ हामीलाई बस पार्कसम्म भान्जा यहाँ न ओ भान्जा यहाँ न फेरि मामा आउने मान्दैन यहाँ नि छिटो छिटो के गाह्रो छ ओहो के हो कि मोबाइल त्यहाँ तिमीलाई घर जानु एक्साइटेड छैन अनि घर गएको व्यवस्था थाहा भोलको त फेरि मामा भान्जाको त खतरै आउँछ नि त भलको होइन डेन्जर आउँछ नि त अनि अब त्यही हो अब चाहिँ हाम्रो यो काठमाडौँलाई बाई बाई गरेर टक्क काठमाडौँ सिटीलाई बाई बाई गरेर अब हामी चाहिँ प्युठानतिर लाग्नुपर्छ त्यही हो साथी अब चाहिँ हामी रास्तामा गएर भेट्नुपर्ने हुन्छ त्यही हो अब थाहा भोलक घर अब गाउँले भलक आउँछ फाँडी त्यही हो साथी होइन हजुरहरू नयाँ हुनुहुन्छ भने होइन सब्सक्राइब गर्नु नबिर्सिनु होला टक्क है तल लाइकको बटन होला लाइक गर्नु होला अनि अब एकचोटि हामी रास्तामा भेट्नुपर्छ चट्टसँग ल साथी हामी चाहिँ बस पार्क आइपुग्यो हाम्रो यहाँ मनसार भेट्नु के छ ठिक छ ल त्यही नि अब हाम्रो त गाडी चाहिँ उहाँ बसिरह तेरो कमाइ त राम्रो भयो तर डिसमिस भयो यार हाल्दै थियो नि त्यो हाइलाइट क्रिकेटको त्यत्रो भ्युज गयो लास्टमा गर्दा हिजो कोभिराइट हान्दै थिएन अब बिहान उठे हेर्छौ त्यसमा असल कोभिराइट हान्दैछ यस्तो मुख छाडेर गाली गरौँ कि भने अनि त्यही नि अब हामी चाहिँ निक्लिनु पर्छ म आउँदाखेरि भिडियो चाहिँ बनाएन मैले सर्ट भिडियो बनाएको ल टक्क सर्ट भिडियो हेर्नु है पहिला
अनि सर्ट भिडियो त हेर्नुभयो होला नि कस्तो बनेको अन्य कुरा। अनि त्यो सर्ट भिडियो पनि अब हाम्रो चाहिँ 6 बजेको गाडी छ। हाम्रो के हेर्नु घर एकै ठाउँ हो, गाडी फरक पऱ्यो। गाडी यो फेरि अब सिधै घर जान्न के बुटोल गएर अनि ऊ चाहिँ बुटोल त्यहाँ काम छ उसको चाहिँ साथीसँग काम छ अरे। अनि त्यहाँ गरेर ऊ चाहिँ घर आउँछ, हामी चाहिँ डाइरेक्ट जान लाग्छौँ। हाम्रो गाडी चाहिँ 6 बजेको गाडी छ। कुर्र बसेँ कति बेलासम्म हो जाने। के छ भन्छ शिक्षा भोक लाग्ने छ भन न छ भन्थ्यो। के खान्छौ के खान्छौ पिज्जा खान्छौ कि बर्गर? ए पाउन्न है उसमा त अरू त नखाऊँ भयो पछि खाउँला। अब खाना खाने बेला हुन्छ एकछिनपछि। ल साथी अब हामी चाहिँ बस पार्कबाट कतिखेर निक्लिन्छौँ हेर्दै जाऊँ होइन मान्छेको घुइँचो त होइन। ल साथी हामी चाहिँ गाडीमा चढिसक्यौँ। हाम्रो भान्जाको गाडी नचढ्दै यस्तो खाने कि त भान्जा खाने कि त डर होइन। आउँदा बित्तिकै त जुस चाहियो अरे। अनि हाम्रो त पुरा झिलिमिली छ पुरा। एसी खाँदैछ हो भन्छ एसीवाला गाडी होइन। कति चिसो उहाँ माथि कति पुग्यो उहाँ भन्छ कहाँ फाल्ने यो त गो जहाँ हो भोलि बिहान फाल्ने त होइन होइन त्यहाँ अहिले अगाडि लगेर फाल्न हुन्छ भ्याइयो। अब के खाने भन्छ यहाँ आउने के खाने अब अब पछि भात खाने हो नि। अब अहिले पुग्यो होइन त्यही हो। हाम्रो चाहिँ यहाँ 6 बजेको हो। अब 6 चाहिँ बजिसक्यो। कति बेला हिँड्छ गाडी 6-9 भइसकेछ। अहिलेसम्म हिँड्यो खाने गाडी। त्यो गाडी चाहिँ राम्रो रहेछ भित्र चाहिँ ठिक छ नि। पछाडिको झिलिमिली के छ ठिक छ। ल बोला न ल के मामाको उसमा के भनिदिने भलकमा यसरी यताबाट के भनिदिने ल लाइक सब्स्क्राइब अलि चिचाएर कि सुन्दिन्न ल सब्स्क्राइब गर्नु होला। अरू कमेन्ट सेयर गर्नु होला। कमेन्ट अरू के भयो शर्मा लाग्यो शर्मा लाग्यो। ल साथी हो हाम्रो त होइन ट्रक यो मेरो यस्तो सम्पत्ति यहाँ यो नराखिदियो न। यहाँ मेरो त यो त के सुनभन्दा नि अझ महँगो हो। यो त हिराभन्दा नि महँगो हो। मेरो चाहिँ यहाँ बस्यो झोलामा चाहिँ अटेन यो चाहिँ। अनि यसलाई चाहिँ यहाँ व्यवस्था हान्दै हो। झोला चाहिँ माथि राखिसक्यौँ। टक्क यसलाई लात्तिल नआने नि यसलाई बुझ्यौ। टक्क माया गरेर लाने है घर जान्जेलसम्म हुन्छ कि नै। हेलो साथी गुड मर्निङ है। आज बिहान पख भइसक्यो। हाम्रो भान्जा यसरी पुरा भाते निदमा सुतिरह। म चाहिँ भर्खरै उठेँ होइन हो। अझै हामी बुटोल चाहिँ आइपुगेँ होइन। हामी बुटोल अझै अब आधी घन्टा 1 घन्टा जति लाग्छ। हाम्रो लास्ट जाम खाइयो कि आज रातभरि खाइयो। अनि यतिखेर घर पुग्ने बेलामा अझै बुटोल कट्टे होइन। मर्निङ भ्यू लास्ट जाम खाइयो रातभरि। अनि मर्निङ आज बिहान 7 बज्न लागिसक्यो कि अझै बुटोल चाहिँ पुग्यो होइन हामी। आधी घन्टा 1 घन्टामा बुटोल पुगिन्छ होला। हो लाम पसार पर सुत्यो। मेरो चाहिँ यो रातभरिको यता भएर मेरो सम्पत्ति लाम पसार त्यही हो साथी। अब चाहिँ हामी आधी घन्टा लगभग आधी घन्टामा बुटोल पुगिन्छ होला।
ल साथी हो हामी चाहिँ प्युठान प्रवेश गरियो सिधै डाइरेक्ट प्युठान आएर भिडियो बनाएको म त हाम्रो सदरमुकामदेखि खलङ्गा अनि मेरो गाउँमा बस्दाखेरि बडीगार्ड आइसक्नु भयो हेर्न बोनसर बोलाएको थियो होइन मलाई अब बोनसर राख्ने हो र के यसले साइडमा किनकि उभिएन फेरि त्यो सेकेर गाडी यो उ भयो नि त ठुलो युट्युबर बनिसक्यो होइन जहाँ गाउँ माहौल बन्छ भिड हुन्छ पुरा क्राउड धेरै हुन्छ त्यही भएर बोनसर बोलाएको केटालाई होइन टक्क घोरै गएर ज्यान सानो बना बेहोरेको म बेहोर्छु कति खर्च लाग्छ भनेर पठाएको थिएँ अहिले चाहिँ खै 1 रुपियाँ गर्दा देखान कति दिएको थिइस् रे 1 रुपियाँ गर्दा ए ओ यति भएपछि थाहा भयो ल थाहा भयो छुन सक्दैन अनि त्यो साथी हो हामी चाहिँ होइन अब लास्ट ढिला हिजो रातभरि जाम पर्थ्यो नि त म त सुतिरहेको थिएँ केही थाहा भएन एकचोटि उठ्छु अन्त त बुटुल कटे छैन बिहान उठ्दा अनि त्यहाँ पछिबाट अनि अहिले कति बज्यो बाउन्सर अहिले 3 बज्यो हाम्रो चाहिँ अब घरतिर जाने यस्तै हो कि अब विकट ठाउँ भएपछि एउटा गाडी छ कुरो बस्नुपर्छ हाम्रो प्युठानी बोका हेर्ने हो गाइस बोकाका प्युठानी बोका खतरा यिनी बोकेर खतरा हुन्छ नि जहाँ देखौँ सुताइदिन्छन् बाख्राहरूलाई देख्न कति तगडा खायो कि मेरो बाउन्सर चाहिँ भयो तँको बस यो हो र भान्जा होइन उता ऊ त्यो एसी ऊ त्यो ट्र्याक्टर ए त्यसमा एसी त खुब खाइयो हैन त्यो अनि तिमी त्यत्रो माथि देखेन खुल्ला ए सब एसी अन्त नेचुरल एसी के अनि ठीक छ घर जाने होला हैन टक्क अब चाहिँ हाम्रो कति बजे छुट्छ यहाँबाट हाम्रो चाहिँ एउटा मात्रै बस जान्छ है घरतिर त्यसको लागि कुर्नको लागि बिहान निक्लियो भने बेलुका एउटा बस कुर्नु पर्छ कि घर जानलाई 4 बजे त होला र 4 बजे साथी हो घर अब काठमाडौँबाट घर जान 2 दिन पुरा 2 दिन काठमाडौँ कति फर्किन्छस् काठमाडौँ कति फर्किन्छस् अब बाउन्सरलाई छोडेर जानु त भएन गएर अब यतै बस्ने ठीक छ बाउन्सर राखि आएर के खुवाउँछस् कि उहाँ गएर बाउन्सरलाई खुवाउनु पर्यो र अनि खानेखेरि यो ज्यान गराउनु ल्याएर यो प्रोटिनहरू खुवाउनु पर्छ यहाँ छैन घर हो प्रोटिनहरू खुवाउनु घर के को प्रोटिन खान्छ त ल मैले अहिले बाख्रो दुन्छु बोकी त नदोस् बोकी दोको प्रोटिन अलि धेरै हुन्छ ल बल्ल यस्तो बन्छ नि त अनि बोकेको धेरै प्रोटिन हुन्छ अनि साथी यसलाई चाहिँ म होइन घर लगेर यस्तो कडा प्रोटिन खोज्छु नि कडा यस्तो कडा कडा त होइन त्यही गरेर यहाँ त्यही गरेर नखाउने होटेलमा घर भान्जाले भनिदिएर के गर्नुपर्छ मामा कोसमा लाइक सब्स्क्राइब कमेन्ट शेयर गर्नु चेल गर्नु त्यही हो साथी अब हामी चाहिँ अब कति 4 बजीतिर निक्लिन्छ होला अब एकचोटि घर भेटौँला चट्टसँग होइन भेटेपछि एकछिन बसमा माहौल बन्छ एकैछिन धेरै होइन नभेटे अब एकचोटि घर गएर टक एकदम बिस्तारा त यस्तो दुख्यो नि झन्न करेन्ट लागेको भयो खुट्टा हेरेर बाङ्गा बनाएको खुट्टा दुखेर ढले हो क्या यस्तो खतरा दुख्यो नि अब त्यो यार जुन अगाडि बस्यो नि त्यसले भत्तै सुतायो होइन त्यो सिट के खुट्टा च्याप्दियो यार त्यो यत्रो हाइटको हुने भने ईश्वरले यत्रो दिएर माथि सुत्नु जान्छ त सुत्नु पर्छ त हो र हो नि त म थिएन फेरि अहिले पिट जान अब सुत्ने नि त्यो लोकल बसमा अनि अब छतमा यसो गरेर त्यो बसमा त लगाइछ अब हामी मिल्छौँ एकैचोटि बाटोमा या घर गएर ल साथी हो हाम्रो चाहिँ टक्क लोकल गाउँको लोकल बसमा चढ्देखा होइन मान्छेहरू जाने यस्तो भिडभाड छ हेर्नु त फुल प्याक होइन यो त हामीले रिजर्भ गरेर लिएको नि त अनि 4 जनाले यतिले अनि छिर्न त्यहाँ गएर ढोका गएर उभिल त्यहाँ छिर्न दियो भनेको आजलाई फर्स्ट टाइम भएर सिटमा बस्नु दिएको केटा विरक्त लाग्छ हौ गाउँमा यस्तो के यो चाहिँ हाम्रो लोकल हो नि त यो लोकलको त्यो भाइब दिन्छ कि लोकल भाइब टाँट पोल्थ्यो यार सब सानो गाडीमा हिँड्न थाल्यो मान्छेहरू गाह्रो छ मेरो सम्पत्तिले दुःख पाएन यताउता गरिराख यसलाई चाहिँ भोलि ओपनिङ हान्नुपर्छ हाम्रो टक्क होइन
एउटा लोकल भाले काटेर रगत चढाएर यस्तरी घुमाएर त्यस्तो हत्या त मैले गर्दैन नि त्रिपुरा त मैले काट्छु होइन त्यस्तो पाप काम त थाहा भलोले गर्दैन म गर्छु कि तैँले नगर्दा के छ भान्जा हो भान्जा खुसी छन् मावला आएर मावला आएर होइन मावला के खान दिन्छन् होइन गर्दा बन्दाकोपी बम्बाकोपी भनेर बम्बाकोपी टमाटरको झोल नि के भयो हामीले रिजर्भ गरेको गाडीले कसले रोक्यो ओइ बाहिर निक्ले हेर त छिटो निक्ले फेरि भने मान्दैन त्यहाँबाट हेरे नि हुन्छ अङ्कल हुनुहुन्छ रहेछ र नत्र अरू भएको भए होइन तल खाली हाल्दै छोपेर हाम्रो श्याम अङ्कल हुनुहुरहेछ अगाडि छोपेर तल फाल्थ्यो कुलामा अङ्कल भन्छ खानु पऱ्यो नि साथी हो सैटामा आइछस् के गाउँ काट्न आइछस् होइन गाउँ पाक्ने बेला नि भएछ भोलि आएर गाउँ होइन खेत छिर्ने खेतमा घर हँसिया उजाएर राख्यो होला छोरा आउँदैछ भनेर हँसिया पुरा मेरो लागि त बन्चर होला भान्जो आयो मामा घर खुसी खोला माछा मार्ने होला हेर्नु भन्छ भोलि आएर त मामा भान्जो माछा मार्न गडेउला छेउने गडेउला गडेउला चोरिङ्गाको टाउको पकाएर खाने चोरिङ्गाको टाउको पकाएर खाने हुन्छ कि नै हुन्छ ल भोलि आइज कि त भोलि आउँछु घडिया रेडी गरेस् माछा मार्ने गर्छ ल साथी हो हामी चाहिँ घर आइपुग्यो होइन ल भान्जा तिमीले यो मेरो सम्पत्ति नपुटालिकन झार है रोक्दैन ल भान्जा सुरक्षित है झेगालाई है भान्जाल त त्यो कुला एकचोटि पखालेर चोबालेर साथी हो हाम्रो चाहिँ टक्क माइती घर ल हुन्छ दिदी ल ल तपाईँले बुक हान्नुहोस् यहाँदेखि रामदेखि खलङ्गाडा हान्यो गाउँ त है धेरै दिनपछि आउँदा त रमाइलो लाग्दो रहेछ है गाउँ त बाँडु है धेरै दिनपछि आउँदा त रमाइलो हुँदो रहेछ त गाउँ आँप फुल्या छन् सर हेर्नु त आँप फुलेको के साह्रो फुलेको आँप हेर त आमामा हेर्नु त आँप फुलेको यस्तो नि फुल्यो त के छ भन्दाखेरि माहौल कुन चाहिँ हो ए यो माहौल यो त बुट होला नि आँपको गाउँमा त कोही छैन सबै सिद्धे क्या सुनसान छ त साथी है लास्ट सुनसान जब म होइन सदरमुकामदेखि यता लागेँ सुनसान म यस्तो हो कि गाडीबाट चाहिँ सुनसान भयो जस्तो लागेको मलाई यार होइन गाडीमा आएको होइन यति 3 जना अनि एउटा हुनुहुन्थ्यो आन्टी हुनुहुन्थ्यो 4 जना भान्जो कता जाने अब माछा मान्छ माछा मान्छ नि जाने यत्रो गडेल छोड्नु पर्छ गरेर होइन सर्वत खेल्ला सर्वत देख्छौ देख्ने बेला अहिले त किन देख ल त्यही नि साथी है घर चट्ट आयो घरतिर प्रस्थान गर्नु पर्यो होइन खाना पाके होला खाना खानु मैसीको दुध ताके होला यहाँ घर आएपछि यस्तो मिठो मिठो खाना पाइन्छ अहिले देखाउँछ हजुरहरूलाई ल आजलाई तेरो ड्युटी भइयो भोलितिर ल आजलाई बाई बाई गर्दै ल जिउ गुस गुरु यहाँ ढोक जी सर ल कबाडी लिनुहोस् भन्नु न ल कसरी भन्छ अरे कपडा लिनुहोस् कपडा कबाडी लिएर कपडा अरे फेरि भन्दियो त गोल्डन प्रोपेटर लिनुहोस् हाम्रो भान्जाको चाहिँ मार्केटिङ डेन्जरै छ ल हाम्रो ल मम्मी खै त
घाँस काट्न जानुभयो रहेछ मम्मी चाहिँ टक्क घर पनि आइपुग्यो तर लास्ट थकेला त्यही आज भिडियो चाहिँ यति नै गर्छु होला होइन अब भोलि आएर चाहिँ थाहा भोलको फाडी भिडियो आउँछ अनि त्यही नै हो साथी हो है अब लाइक कमेन्ट सेयर सब्सक्राइबर त किन ढिला गरिदिएको बालो भनिदियो के भयो अरे जाम परेर कि र दिउँसो त्यो पहिला गएको ठाउँ थियो त ठुलो होला प्युठान आएर प्युठान आएर त्यहाँ जाम परेन फेरि यहाँ कति रे 3 2 हो कि कतिमा आएको थियो होइन 2 2:30 2:30 मा आएको सदरमुकाम 2:30 मा अनि बसकुर्री होइन अनि ल साथी हो अब त्यही नै हो भिडियो चाहिँ आजलाई चाहिँ यति नै गर्छु भोलि आएर चाहिँ फाडी भिडियो आउँछ थाहा बोलाको अनि आज चाहिँ लास्ट थाके बोल्न पनि अहिले गाह्रो भयो जस्तो भयो त्यसले गर्दा चाहिँ आज भिडियो चाहिँ यति नै गर्छु अनि के कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला यो थाहा बोलाको चाहिँ नबिर्सिनु होला सपोर्ट चाहिँ हान्नु होला यति सब्सक्राइबर गर्नु भएन नि भर्खरै सब्सक्राइबर हो अनि भान्जा के गरिन्छ अर्को लाइक सब्स्क्राइब अनि कमेन्ट शेयर अनि ट्याप कसो नागा गर्ने रे ट्याप त्यही बुझिसक्नु होला होइन आज भिडियो यति गर्छु ल आज चाहिँ टाटा बाई बाई ल एक चुममा ल बाई बाई